आज कार्यक्रममा आउँदै गर्दाखेरि साथीहरूको टेलिफोन पनि थियो। कसैले एक खालको सुझाव दिनुभयो, कसैले अर्को खालको। मिडियाका साथीहरूको पनि सुझाव थियो, आज त दरै दनक दिने सोचाइ छ होला नि भन्ने साथीहरूको कुरा थियो। म यति मात्रै आग्रह गर्न चाहन्छु, कसैले कहीँ भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुङ्गा हानी राखेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। मनाउनु छ बिपी कोइरालाको पुण्यतिथि, बिपीकै कुरा गरौँ, बिपीको विचारको, बिपीको संस्कारको, 21औं शताब्दीको युवाको भावनासँग बिपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्पको। त्यसैले साथीहरूले अपेक्षा गर्नुभएको, खास गरी मिडियाका साथीहरूले अपेक्षा गर्नुभएको विषयको सन्दर्भमा त्यति मात्रै। बिपी कोइरालाले एकपटक भन्नुभएको रहेछ कि क्रान्तिलाई चाहिँ प्राणको आहुति त चाहिन्छ, तर त्योभन्दा बढी क्रान्तिलाई शिक्षक चाहिन्छ। आज नेपाली काङ्ग्रेस पार्टी हामी पछिल्लो समय विशेष महाधिवेशनबाट गगन कुमार थापालाई काङ्ग्रेसको सभापति र सिङ्गो देशको नेता बनाउने, प्रधानमन्त्री बनाएर देशलाई दशकमा बदल्ने जे सङ्कल्प गरेर हिँडेका छौँ, यो बेलामा म पार्टीका सबै देशभरिका स्वदेश विदेशका सबै आदरणीय साथीहरूलाई जसले लाइभ हेरिरहनु भएको छ सबैलाई आग्रह गर्न चाहन्छु, एकपटक बिपीले भने जस्तै प्राण आहुति दिने मनोविज्ञान होइन, एकपटक शिक्षक बन्ने सङ्कल्प आज बिपीको पुण्यतिथिका दिन गरौँ। हामीले शिक्षक बन्नुपर्ने थुप्रै विषयहरू छन्। म आज क्रमशः केही विषयहरूमा तपाईँहरूलाई लिएर जान चाहन्छु। संसार जलवायु परिवर्तनको गम्भीर सङ्कटसँग जुधिरहेको छ। 2 वर्ष अगाडिको सम्झिनुहोस् त, असारमा झन्डै खडेरी पर्यो, तर त्यही वर्षको असोजको 12 गते काठमाडौँ डुबानमा पर्यो। त्यही बेला भारतको टिस्टामा कैयौँ मान्छे बाढीको कारण भगे। त्यही बेलामा सन् 2024 को जुन महिनामा साउदी अरबमा हज गर्न गएका तीर्थयात्रीहरू 55 डिग्री तापक्रम पुगेर 1000 भन्दा बढीको मृत्यु भयो। मरुभूमि नै मरुभूमि भएको देश दुबईमा त्यही कालखण्डमा बाढी आयो। त्यही समयमा सम्झिनुहोस् त, अमेरिकाको लस एन्जलस सहरमा कैयौँ घरहरू आगलागीमा जले। इसिमोडको रिपोर्टले के भन्छ भने हाम्रो यो भेगमा 47वटा हिमतालहरू कुनै पनि बेला विस्फोट हुने जोखिममा छन्। त्यसमध्ये 25वटा चाइनामा छन्, एउटा भारतमा छ र 21वटा हिमतालहरू नेपालमा छन्। ती कुनै पनि बेला विस्फोट हुँदै गर्दाखेरि बेहोर्नुपर्ने मानवीय क्षति, भौतिक क्षतिको सम्मुखमा यो बेला हामी छौँ। त्यसैले नेपाली काङ्ग्रेस पार्टीले हिजो ग्रिन रन गर्दै गर्दा हामी केवल दौडमा थिएनौँ। हामी सिङ्गो समाजको मुद्दालाई आउनु सबै गम्भीर बनाऊ, पृथ्वीको रक्षा गर्नु छ त सबभन्दा पहिले नेपालका हिमालहरू जगाउँ, नेपालका हिमालहरू जोगाउँ भन्ने अपिल गर्नलाई हामी उभियौँ। त्यसैले यो बेलामा कसैले शिक्षक बन्नु छ, जलवायु परिवर्तनको विषयलाई केन्द्रमा राखेर आम नागरिकलाई एजुकेट गर्ने सन्दर्भमा यसो फर्केर हेरौँ त, बिपी कोइरालालाई त्यो कालखण्डमा सम्झ्यौँ त, जलवायु परिवर्तनसँग त नेपाल यतिखेर जुझ्दैछ, दुनियाँ यतिखेर जुझ्दैछ, तर बिपीले त पहिल्यै कुनै त्यस्तो परिकल्पना गरे जस्तो गरेर वातावरणको रक्षाको लागि त यो देशका सबै जङ्गलको रक्षा गर्नुपर्छ भनिराखेर व्यक्तिहरूको हातमा भएका जङ्गलहरू सिङ्गो राष्ट्रको बनाउनु भयो, राष्ट्रियकरण गर्नुभयो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भइसके पछाडि ती जङ्गलहरू समुदायलाई हस्तान्तरण गरियो र आज संसारको सामुन्ने नेपाल देशले भन्न सक्छ कि हाम्रो समग्र भूभागको चाहिँ 45% भन्दा बढी क्षेत्रफल हामीसँग वन छ भनेर हामी भन्न सक्छौँ। अझै बिपी कोइरालालाई त्यो कालखण्डमा सम्झिनु त, मेरो पछाडि एउटा पेन्टिङ तपाईँहरू देख्दै हुनुहुन्छ। यो पेन्टिङमा तपाईँहरू देख्दै हुनुहुन्छ कि हिमाल छ अनि बिपी कोइरालाले रुख कोरिरहनु भएको छ। यो भित्ताहरूमा देखिएका प्रत्येक पेन्टिङहरू हिजो साथीहरूले फिल्डमा बनाउनु भयो। बिपी कोइरालाले त्यो कालखण्डमा यो पेन्टिङमा आज रुख पेन्ट गरेर साथीहरूले कल्पना गरे जस्तै
बिपी कोइरालाले त्यो बेलामा यो देश कुनै बेला वातावरण सङ्कटसँग जुध्ला, यो पृथ्वी कुनै बेला जलवायु परिवर्तनको सङ्कटसँग जुध्ला, त्यो बेलामा सबैभन्दा बढी जोगाउनु पर्ने केही हुन्छ भने रुख हुन्छ भनेर काङ्ग्रेसको चुनाव चिन्ह पनि रुख बिपी। आज हामीले त्यसैले त्यो ग्रिन रनमा सहभागी, त्यो पेन्टिङमा सहभागी, यसको तयारीमा सहभागी सबैलाई म पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान र पार्टी केन्द्रीय समितिकी तर्फबाट सम्मान र आभार प्रकट गर्न चाहन्छु। आदरणीय साथीहरू, यसबीचमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 30वटा उपसमितिहरू बनाएर कार्य गरिरहेको छ। आज हामी प्रत्येकले बोल्दै गर्दा फरक फरक विषयहरूमा कुरा राखिरहेका छौँ। दुर्व्यसन मुक्त समाजको खोजी यो बेलामा अर्को हाम्रो गम्भीर विषय छ। हामी कोही साथीहरू त्यसको लागि शिक्षक बन्नु छ। दुर्व्यसनको सन्दर्भको तथ्याङ्क तपाईँहरूलाई म थोरैमा सुनाउन चाहन्छु। 69 सालमा र 76 सालमा, त्योभन्दा अगाडि 63 सालमा नेपाल प्रहरीले 3 पटक लागु औषध प्रयोगकर्ताको सर्वेक्षण गर्यो, 4थो पटक हुन बाँकी छ। त्यो तथ्याङ्कले के भन्छ भन्दाखेरि भने 20 वर्षदेखि 29 वर्षका किशोरहरूको सबभन्दा ठुलो सङ्ख्या लागु औषध दुर्व्यसनीहरूको सङ्ख्यामा त्यो उमेर समूहका छन्। 63 सालमा 46,309 जना लागु औषध प्रयोगकर्ता थिए नेपालमा। 69 पुग्दाखेरि दोब्बर भए, 91,534 पुगे। 76 सालमा पुग्दै गर्दाखेरि 42% वृद्धि भएर 1,30,424 जना पुगे। तपाईँ यो तथ्याङ्कलाई हेर्दै गर्दाखेरि त्यो म्याथमेटिक्समा हेर्दै हुनुहुन्छ नि, एकछिन म्याथमेटिक्सलाई बिर्सिराखेर मनमा एउटी आमाको चित्र कल्पना गर्नुहोस् त, जसको छोरा दुर्व्यसनले ग्रस्त भएर कहीँ अपराधमा सामेल भएर अदालतले फैसला सुनाएर नक्कु जेलमा कहीँ बसिरहेको छ नि, त्यो जेलमा बसिरहेको दुर्व्यसन पछाडि अपराध गरेर बसेको त्यो युवकको आमाले काट्दै गरेका दिनहरू हेरे पछाडि काङ्ग्रेसले हामीले निष्कर्ष गरेका छौँ कि काङ्ग्रेसले त्यस्ता हजारौँ शिक्षक उत्पादन गर्नेछ जसले दुर्व्यसनको सन्दर्भमा समाजलाई मुक्त गर्नका लागि अब कामहरू गरेर जानेछ। साथी सङ्घीयको प्रभाव, पारिवारिक समस्याको कुरा, यी सबै कुराले दुर्व्यसनतर्फ पुर्याउँदै गर्दाखेरि हामीले घरेलु हिंसाको विषयमा प्रवेश गर्नु छ। आज मूलत लैङ्गिक हिंसाको घटनामध्ये करिब 80% चाहिँ घरेलु हिंसाका घटना छन्। प्रहरीमा हजारौँ उजुरी छन्, हेर्न भ्याइ नभ्याइ छ नेपाल प्रहरीलाई। अदालतमा हजारौँ मुद्दा छन्, हेर्न भ्याइ नभ्याइ छ सम्मानित न्यायमूर्तिहरूलाई। यो विषय कसको विषय हो? यो मुद्दा कसको मुद्दा हो? आज देशमा शान्ति भयो, माओवादी विद्रोहलाई सेफ ल्यान्डिङ त हामी लागेर हाम्रो अग्रजहरूको नेतृत्वमा शान्ति प्रक्रिया त सम्पन्न भयो, तर शान्ति प्रक्रिया भइसकेपछि पनि घर घरमा घरेलु हिंसाको कारण अशान्ति छ। हाम्रा महिला दिदीबहिनीहरूले खास गरी ठुलो पीडा बेहोरिरहनु भएको छ। यो मुद्दामा शिक्षक भएर गाउँमा उभिनुपर्ने कसले हो? अब यही 4 तारे झन्डा बोकेर उभिने नेपाली काङ्ग्रेस पार्टीले हो। मानसिक स्वास्थ्यको अवस्थाको सन्दर्भमा म केही पुराना चित्रहरू सम्झिन्छु। भिक्षु नामा तामे तपाईँहरू सबैले सम्झिनुहुन्छ होला। आजभन्दा 29 वर्ष अगाडि सन् 1997 को यही जुलाई महिनाको 3 तारिक लुम्बिनीमा उहाँको हत्या भयो। जापानको एउटा भिक्षु, उहाँको अनुहार सम्झिनुहोस् त, धपक्क बलेको थियो होला मेरो बाँकी जिन्दगी नेपालमा सेवा गर्छु भनेर आउनुभयो। उत्रिँदै गर्दा काठमाडौँको एयरपोर्टमा कति उज्यालो, धपक्क बुद्धको देशमा सेवा गर्न आए भनेर कति धपक्क बलेको अनुहार थियो होला। अनि सम्झिनुहोस् त, जापानको एयरपोर्टमा पर्खिँदै गरेका जापानिजहरू, तिनको अनुहार कति मुर्जाएको थियो होला। जो काठको बाकसमा नेपालबाट छुरीले हानिएर मारिएर गएको भिक्षु नाभा तामेको लासलाई पर्खेर बसिरहेका थिए। हाम्रो समाजमा त्यो कहानी रहेछ, त्यो खालको मनोविज्ञान। यो मानसिक स्वास्थ्यको समस्यासँग जोड्दै गर्दाखेरि अर्को एउटा म प्रकरण सम्झिन्छु। तपाईँहरू कैयौँलाई वर्षा कोइराला भन्ने नाम सम्झना छ कि छैन? तर ऋत्विक रोशनको सम्झना हामी सबैलाई छ। त्यसबेला म खास गरी त्यो घटना किन पनि सम्झिन्छु भने 57 सालको पुसको महिना थियो। जाडोको बेलामा काठमाडौँ पुरै तात्यो। पुसको 17 र 18 गते नेपाल बन्द पनि भयो। त्यसबेला नेपाल विद्यार्थी सङ्घ हाम्रो महाधिवेशन थियो। म नेभी सङ्घको सभापति बन्ने तयारीमा थिएँ। महाधिवेशन स्थगित गर्नु पर्यो त्यो द्वन्द्वको कारण। ऋतिक रोशनले नेपाल मन परेन भने जब आगो बल्यो काठमाडौँमा, नेपाल बन्द भयो। सरकारले सम्म पनि त्यो अफवाहको पछि सरकार पनि लाग्यो।
सरकारले पनि हलबाट फिल्म उतार्नतिर लाग्यो, प्रदर्शन भयो, गोली चल्यो, 5 जना मरे। ती 5 जना प्रत्येकको नाम मसँग यहाँ उल्लेख छ। त्यसमध्येमा एउटा नाम लिन चाहन्छु। केवल 13 वर्षकी नानी वर्षा कोइराला स्कुलबाट फर्किएर ठमेलको आफ्नो घरमा छिरेकी मात्रै थिइन्। गोली चल्यो, झ्यालबाट पढ्दै गरेकी सानी नानी, घरमा पढ्दै गरेकी सानी नानीको मृत्यु भयो। त्यो यत्रो भीषणसँग समाजमा त्यो खालको मनोविज्ञान कसरी बन्यो? यो मास साइकोलोजी कसरी भयो? साराका सारा त्यो गलत अफवाहको पछि कसरी समाज लाग्यो? कसले क्षतिपूर्ति दिन सक्छ ती वर्षा कोइरालाकी आमाको रितिएको काखलाई? कसले फर्काउन सक्छ उनको जिन्दगी? पछि थाहा भयो केही दिन पछाडि ऋतिक रोशनले स्टार प्लसमा दिएको भनेको अन्तर्वार्ता नेपाल मन पर्दैन भनेर भनेको अन्तर्वार्ता त होइन रहेछ। त्यो होइन भन्ने थाहा पाउँदासम्म हामीले ठुलो पीडा हाम्रो हृदयमा भोगिसकेका थियौँ। यस्तै यस्तै घटनाले, यो या त्यो घटनाले हाम्रो समाजमा बेला बेला हुने गरेको विद्रोहले ठुलो ध्वंसहरू निम्त्याउने गरेको छ। राज्यबाट भएका कमजोरी, राजनीतिक दलहरूबाट भएको कमजोरीको बदौलत हामीले भदौ 23 र 24 गते पनि यो प्रकारको ध्वंस मुलुकमा बेहोरिसकेका छौँ। त्यसैले बिपी पुण्यतिथिको बेलामा कांग्रेस जनले देशभरि संकल्प गर्नु छ कि मानसिक स्वास्थ्यको सन्दर्भमा, समाजलाई विश्वासमा लिनेको सन्दर्भमा हामीले गम्भीर ढङ्गले कार्य गर्नु छ, गम्भीर ढङ्गले शिक्षकको भूमिका निर्वाह गर्नु छ। आज यो पोइन्टमा आउँदै गर्दाखेरि म सम्झिन्छु मानसिक स्वास्थ्यको सन्दर्भमा मोहन अन्सारीजीको संयोजकत्वमा उपसमिति बनाएर हामी काम गरिरहेका छौँ। दिनमा 20 जना। आज कार्यक्रम सुरु भएको यो अवधिकै बिचमा जोड्यो भने पनि कम्तीमा 1 दर्जन मानिसहरूले आत्महत्या गरिसके। यो अवस्थाबाट देशलाई कसरी मुक्ति गराउने? राजनीतिमै पनि आवेग, गाली, अहङ्कार, पदलोलुपता यो कहीँ न कहीँ कुनै न कुनै रूपमा यो एउटा गम्भीर समस्याको विषय हो कि होइन? आज हामीले छलफल गर्नुपर्ने अवस्था छ। बिपी कोइरालाले त्यो बेलामा राजनीतिमा आवेग कम होस्, आकाङ्क्षाहरू सीमित बनुन्, आकाङ्क्षाहरू व्यवस्थित बनुन् भनेर बिपीले घोषणा गर्नुभयो। म प्रधानमन्त्री भइसकेँ, अब म होइन, उहाँ प्रधानमन्त्री बन्नुहुन्छ। यो खालको मनोविज्ञान आज विकसित गरेर समाजमा नयाँ ढङ्गले आशा जगाउने कुरा गर्न हामी किन सकिरहेका छैनौँ? हामीले यसमा शिक्षक भएर काम गर्नुपर्ने विषय छ। आदरणीय साथीहरू, अनौपचारिक क्षेत्रका श्रमिकको पीडा पनि हामीले अहिले काम गर्ने विषयको रूपमा हामीले लिएका छौँ, जोमा पनि मानसिक स्वास्थ्यको भयङ्कर दबाव छ। श्रमिक मध्ये पनि 75% भन्दा बढी श्रमिकहरू चाहिँ अनौपचारिक क्षेत्रको हुनुहुन्छ, जसको न्यूनतम ज्याला पनि टुङ्गो छैन। मध्य बर्खामा घर टहरा भत्काइएका ती सुकुम्बासी, अनौपचारिक क्षेत्रमा श्रम गर्नेहरू धेरै हुनुहुन्थ्यो त्यो टहराभित्र। हामीले त्यसैले यसो सोच्यौँ, इन्द्रबहादुर राईले त जीवन गुमाउनु भयो, वृद्धा रुइएको सुनिएको छ, बालबालिकाहरू स्कुल जान नपाएको पीडा, आमाहरूले औषधि नपाएको सुनिएको छ। त्यसैले म ग्रिन रनमा सहभागी तपाईँ प्रत्येक साथीलाई सम्मान गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीले निधो गर्यो, ग्रिन रनमा सहभागी प्रत्येक साथीको तर्फबाट 500 रुपियाँको दरले नेपाली कांग्रेस पार्टीले पैसा हाल्नेछ र त्यो पैसा हालेको चाहिँ सुकुम्बासी त्यो वृद्ध आमा र त्यो बालबालिकाको लागि खर्च गर्नेछ। कांग्रेसले निधो गर्यो र तपाईँहरू सबैको सहभागिता पछाडि एउटा कोष 10 लाख भन्दा बढीको कोष अहिले खडा भएको अवस्था छ। आज हामीले बाल मनोविज्ञानलाई परिरहेको असरलाई पनि ख्याल गरेर त्यो दिशामा पनि काम गर्ने शिक्षक बन्नुहोस्। आज राष्ट्रिय तथ्याङ्क कार्यालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन सम्बन्धी ILO को संयुक्त प्रतिवेदनले के भन्छ तपाईँहरूलाई थाहा छ? नेपालमा 5 वर्षदेखि 17 वर्षसम्मका 11 लाख बालबालिका बाल श्रममा छन्। म यो तथ्याङ्क दोहोऱ्याउन चाहन्छु। नेपालमा 5 वर्षको उमेर पुगेको सानो बालक बालिकादेखि लिएर 17 वर्षसम्मका 11 लाख बालबालिका बाल श्रममा छन्। यो भनेको कुल बालबालिकाको 15.3% हो। त्यसमा पनि जोखिमपूर्ण बाल श्रममा चाहिँ 2 लाख भन्दा बढी छन्। जोखिमपूर्ण बाल श्रम भनेको तपाईँहरू बुझ्नुहुन्छ, कहीँ निर्माणको काममा, कहीँ इँटा भट्टाको चिम्नीमा बसेर चिम्नीमा छेउछाउमा काम गर्नुपर्ने काममा। त यो विषयमा बाल श्रम अन्त्य गर्ने भनेर सरकारले के गर्यो? घोषणा गर्यो। सन् 2025 मा हामी बाल श्रम अन्त्य गरिसक्छौँ भनेर घोषणा गर्यो। कतिपय पालिकाहरूमा त्यो सम्भव भयो, तर फेरि पनि देशमा बाल श्रम उन्मूलन भएन। किनभने हामी पनि राजनीतिक विषयमा बढी केन्द्रित रहिरह्यौँ। नेपाली कांग्रेसको विषय बिहान उठ्दै गर्दा के राजनीति,
दिउँसो के राजनीति, साँझ के राजनीति, हरेक राजनीतिक दलको मुद्दा के राजनीति। काङ्ग्रेस आज बिपी पुण्यतिथिको अवसरमा उभिएर घोषणा गर्दैछ कि काङ्ग्रेसका लागि राजनीति मात्रै भन्दा पनि यी विषयहरू प्रधान छन् जसका लागि हजारौं शिक्षक उत्पादन गरेर बालश्रम उन्मूलन गर्ने भन्ने लक्ष्यलाई पूरा गर्ने कुराका लागि हामी समर्पित भएर लाग्न चाहन्छौँ। आदरणीय साथीहरू, बिपी कोइरालाले त्यसबेला भने जस्तै क्रान्तिका लागि प्राण आहुति दिने योद्धा त चाहिन्छ, तर क्रान्तिका लागि मुख्यतया शिक्षक चाहिन्छ। आज सामाजिक रूपान्तरणको क्रान्ति, सुशासनमा रूपान्तरणको क्रान्ति, संस्कारमा रूपान्तरणको क्रान्तिको प्रश्नमा हामी यो बेलामा छलफलमा जानु छ। सरकारले केही महिना अगाडि घोषणा गर्यो दलित समुदायसँग माफी माग्ने भनेर। सरकारको यो कदम प्रशंसनीय थियो। सरकारले गरेको यो कदमको म यहाँ काङ्ग्रेसको हाम्रो कार्यक्रमको बीचबाट सकारात्मक थियो भनेर प्रशंसा पनि गर्न चाहन्छु। तर त्यसको माफी मागेको घटनाको केही अगाडि मात्रै सिन्धुली जिल्लाको प्रहरीको कार्यालयमा एउटा दलित समुदायका युवक श्रीकृष्ण विकको शङ्कास्पद मृत्यु भयो। सरकारले छानबिन प्रतिवेदन पनि तयार गर्नलाई जिम्मेवारी लगायो। 7 दिनमा आउने भनेको प्रतिवेदन महिना गुज्रेर गयो, प्रतिवेदन अहिलेसम्म आएको छैन। संसदमा उभिएर दुईटा हात जोडेर दलित समुदायका समक्ष राज्यको तर्फबाट माफी माग्छौँ भनिराखेर मात्रै पुग्दैन, त्यसले व्यवहारमा परिणाम देखिनुपर्छ। त्यो परिणाम आज जो देखिएको छैन, नदेखिएको कुराको लागि शिक्षक भएर हामीले प्रश्न उठाउनुहोस्। राष्ट्रिय सभागृहको यो हलबाट केवल 6 किलोमिटर मास्तिर गएपछि टिचिङ हस्पिटल छ। टिचिङ हस्पिटलको शवगृहमा अजित मिजारको लास 8 वर्षदेखि न्याय पर्खेर कुरिरहेको छ। अजित मिजारको आमालाई सम्झिनुहोस् त, दसैँको बेलामा रातो टिका मुछी राखेर टिचिङ हस्पिटलको भित्तामा दल्दै गरेकी आमा सम्झिनुहोस् त। छोराको जन्मदिनका दिन ह्याप्पी बर्थडे मेरो छोरा भनेर शवगृहको बाहिर उभिएर चाहिँ रुँदै गरेकी एउटी आमा सम्झिनुहोस् त। कल्पना गर्नुहोस् त, त्यो कल्पनामा आफूलाई ल्याएर कल्पना गरौँ त। म यहाँनिर आइपुग्दै गर्दाखेरि बिपी कोइरालालाई सम्झिन्छु। बिपी कोइरालालाई ल्याएर यहाँ गाँस्न ठाउँमा भेट्छु। बिपी कोइरालाले त्यो जमानामा आफ्नो भाइ गिरिजाप्रसाद कोइरालाले श्रीमान गुमाएको एक महिलालाई बिहा गर्न चाहँदै गर्दाखेरि परिवारको सबैको असहमतिको बीचमा बिपीले भन्नुभयो कि प्रेम गर्ने कुनै युवक र युवती बीचको अन्तिम निर्णय गर्ने सार्वभौम अधिकार त्यही प्रेम गर्ने जोडीलाई हुन्छ, त्यसैले गिरिजाप्रसाद कोइरालाले गर्ने विवाहमा मेरो समर्थन छ भनेर बिपीले समर्थन गर्नु। आजको युवकले सम्झिँदै गर्दा, अहिलेको प्रेम गर्दै गरेको युवकले सम्झिँदै गर्दा बिपी कोइरालाले गरेको त्यो कुरालाई हेरौँ अनि अजित मिजारले प्रेम गर्दै गर्दाखेरि मारिएको यो चित्रलाई हेरौँ। हामी शिक्षक भएर उभिने कहाँ हो भन्दा एक अर्को अजित मिजारहरूले कुनै टिचिङ या वीर हस्पिटलको शवगृहमा आफ्नो लासलाई वर्षौंसम्म राखेर कुनै आमाले आँसु बगाउने अवस्था नबनाउनका लागि काङ्ग्रेस जनले बिपी पुण्यतिथिको दिन सङ्कल्प गर्नु परेको छ कि हामी त्यो प्रकारको शिक्षक बन्न चाहन्छौँ भनेर। आदरणीय साथीहरू, बिपीले त्यो बेलामा जातीय विभेदको सन्दर्भमा समाजलाई नयाँ ढङ्गले चाहिँ प्रोत्साहित गरौँ, हामी सँगसँगै सबै उस्तै हौँ भनेर जानका लागि बिपीले धनमान सिंह परियारलाई पार्टीको महामन्त्री बनाएर जानु। त्यसैले जातीय विभेदको विषय गहिरो भावनात्मक जोड र गम्भीर व्यवहारिक पहलले मात्रै हल हुन सक्दछ। त्यसैले हामीले अलग्गै उपसमिति बनाएर यो विषयमा पनि कार्य गरेका छौँ। अन्त्यमा म तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु, अब नेपाली काङ्ग्रेस रहिरहँदै गर्दाखेरि नेपाली काङ्ग्रेस पार्टीले गर्ने काम, गर्ने विषय, उठाउने मुद्दा, हिँड्ने यात्रा, यी सबै कुरा बदलिएको छ। काङ्ग्रेस बदलिएको छ, काङ्ग्रेस बदलिँदैछ, अझै रूपान्तरित भएर नवीन भएर जाँदैछ भन्दै गर्दा काङ्ग्रेस डिजास्टर म्यानेजमेन्टको इस्युको सन्दर्भमा काम गर्दैछ। काङ्ग्रेस पूर्व आप्रवासीहरूको सन्दर्भमा काम गर्दैछ। काङ्ग्रेस डायस्पोरामा रहेका नेपालीहरूको नागरिकताको विषय, लगानीको विषय, उनीहरूको मताधिकारको विषयमा कार्य गर्दैछ। अपाङ्गता भएका 12 प्रकारका अपाङ्गता भएका नागरिकहरूको सन्दर्भमा अलग्गै उपसमिति बनाएर 6 लाखभन्दा बढीको त्यो सङ्ख्याको प्रतिनिधित्व गरेर कार्य गर्दैछ। भौतिक पूर्वाधारमा भइरहेको निर्माणको ढिलाइलाई नयाँ दृष्टिकोण, नयाँ कन्सेप्ट बनाएर कसरी कार्य गरेर गति बढाउन सकिन्छ, यो विषयमा काम गर्दैछ। सिडिओ कार्यालयमा पुगेको नागरिकले भोलि भनेर सुन्ने हिजोको र आजको पनि जारी रहेको कथालाई भत्काइराखेर सार्वजनिक सेवा प्रवाह कसरी झन्झटमुक्त बनाउन सकिन्छ भन्ने कर्मलाई हेरिरहेको छ। त्यसैले आज बिपीको विदाईको 44 वर्षपछि पनि हामीले बिपीलाई सम्झिराखेर, बिपीको त्यो स्पिरिटलाई आजको मितिमा ल्याइराखेर हामीले यी कर्महरू गरेर जानु छ।
बिपी कोइराला, नीति प्लस निष्ठा प्लस त्याग इज इक्वल टु राजनेता बन्छ भन्ने मनोविज्ञान म जान्दछु, हामी जान्दछौँ र बिपी कोइरालाले त्यो गर्नुभएको छ। त्यसैले म अन्तमा यति आग्रह गर्न चाहन्छु, बिपी कोइराला नाम गरेको विचार यो ब्रह्माण्डीय विचार हो, ब्रोडर विचार। यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा, यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन। हामी बिपी कोइरालाको रगत बोकेका मानिसहरू होइनौँ, तर बिपी कोइरालाको विचार, बिपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौँ। हामी जान्दछौँ बिपी कोइरालाको आह्वानमा फाँसीमा झुलेका दुर्गानन्द झाको शरीरमा बिपीको रगत थिएन। हामी जान्दछौँ बिपीको आह्वानमा जीवन गुमाएका कामेश्वर कुशेश्वरहरूको शरीरमा बिपीको रगत थिएन। त्यसैले आज बिपीको विचार सिङ्गो देशको विचार भइरहेको बेलामा काङ्ग्रेस जन प्रत्येकले आफ्नो मन मस्तिष्कमा बिपीको विचारलाई, बिपीको संस्कारलाई, बिपीको प्रेरणालाई अनुभूति गर्नु छ र दृढतापूर्वक सङ्कल्प गर्नु छ। चाहे 10 वर्ष द्वन्द्वमा गाउँ गाउँमा रहेर मारिँदै गर्दा पनि काङ्ग्रेस नछोडेर बसेको परिवारजन होस्, प्रत्येकले आजको मितिमा सङ्कल्प गर्नु छ कि हामी बदलिएको समयमा पनि बिपीको विचार बमोजिम देशलाई लिएर जानेछौँ, ताकि अबको 50 वर्षपछिको युवकले पनि देशको लागि नाम लिनु पर्यो भने बुद्धपछि लिँदै गर्दाखेरि नेपालको राजनीतिज्ञहरू मध्येमा तिमीले लिने नाम, तिमीले हिँड्ने बाटो, तिमीले लिने विचार कसको हो भन्यो भने त्यस बेला पनि उसले भन्ने छ बिपी कोइराला, बिपी कोइराला, बिपी कोइराला भनेर भन्ने छ। र त्यो बिपीको विचार र त्यो सिद्धान्त बमोजिमको यात्रा अगाडि बढ्नका लागि अहिले हामीले चयन गरेको सभापति गगन थापा र सिङ्गो टिम नयाँ ढङ्गले, नयाँ सोच र नयाँ सङ्कल्पका साथ जान प्रतिबद्ध छ। यसैको लागि देशभरिका स्वदेश विदेशका सबै साथीहरूको यो नयाँ यात्रामा हामी साथ चाहन्छौँ। बिपी कोइराला प्रति फेरि असीम श्रद्धा प्रकट गर्दै मेरो अभिव्यक्ति टुङ्ग्याउन चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल।